Hello, guys, dear friends. Today, let's make a chocolate cake. First, prepare flour, cocoa powder, baking powder, salt, egg, butter, and other ingredients. Mix them together and knead them into a fine dough. Next, let the dough rise until it becomes fluffy and soft. Then, scoop the cake batter into a baking pan and add the pre-made stuff. Finally, when the sweet cake comes out of the oven, exuding its tempting aroma, everyone gathers around to enjoy it together. The joy in their hearts is hard to express in words. Come and try making your own chocolate cake. मान्छे राम्रो कति धेरै रहेछ अनि हामी चाहिँ किचनपट्टि गएर अनि भाइ भोक लाग्यो भनेर त्यही खाना लिएर आएर खायो अनि लाज लाग्यो भन्दै यसरी बसिरहेको छ फाइनली हामी सबैजना भेटघाट भयो साथीहरू भाइहरू सबैजना भेटघाट भयो अनि सो राम्रो लाग्यो आजको लुङ राम्रो लाग्यो धेरै धेरै राम्रो लाग्यो जति भयो नि के अरे जति धेरै गाह्रो भयो नि गाह्रो त धेरै भयो मान्छे त धेरै थियो हामी चाहिँ लाइन बस्दै थियो यतापट्टि अनि त्यही लास्टमा उतापट्टि भनेर झन् सानो मान्छे तिर मार्न आँट्यो सो तपाईँहरूलाई कस्तो लाग्छ एक्चुअली गरिदिनुहोस् होला अनि हजुर पछि पछि जानको लागि गाह्रै हुनेछ सबैजना अनि चाहिँ बसेर आजको लागि भिडियो बनाउँदै सो तपाईँहरूलाई कस्तो लाग्छ लाइक सेयर गरिदिनुहोस् होला मेरो भिडियो भ्लग यो चाहिँ यो चार पार्ट है चार पार्ट मान्छेहरू आम्मामा धेरै छ यो सानो लाला सानो बच्चाहरू लिएर आएको रहेछ बिचरा लास्टमा हामीले भित्तामा गरेर यता उता कहाँ कहाँ गरे कोचाको भएर झन्डै नै मरेन अनि सास फेर्नु ठाउँ नि भएन खाप्नको लागि चौधवटा स्याम्पो भुन्चेली गुम्बा छाउनेको गुम्बामा पुगेको थियो भुन्चेली गुम्बा भन्ने रहेछ गुम्बाको नाम चाहिँ लास्टमा हामी चाहिँ जाँदैछु बल्ल बल 4 घन्टापछि हाम्रो पाला आउन लागेको छ हामी चाहिँ 4 घन्टा उभिएर बसेको हैरान छ कति गाह्रो भयो फेरि बल्ल 4 घन्टाबाट हामी चाहिँ उता रिम्पोछेको ठाउँमा पुग्न आँटेको छ झल्सी गर्नको लागि यस्तो धेरै बिजोग भएर आज मात्रै होला सायद सो भिडियो बनायो अनि आज हामी रिम्पोछे जर्सी गर्न गएको थियौँ रिम्पोछेको छेम चाहिँ साङ्गे नेम्पा रिम्पोछे हो है साङ्गे नेम्पा रिम्पोछे फाइनली हामी चाहिँ झल्सी गरिसकेर थियो हामी चाहिँ धेरै नै लाइट लेट भयो क्या यहीँ नै 7 बज्यो 7:30 बज्यो अनि लास्टमा छिटो ढाकिङ खायो अनि छिटो पठाउ बुक गरेर आएको है हामी चाहिँ फाइनली सक्यो फाइनली तपाईँहरूलाई कस्तो लाग्छ मेरो भिडियो राम्रो लागेमा लाइक सेयर गरिदिनुहोस् होला नराम्रो लागेमा अब यतिकै हेरेर छोडिदिनुहोस् होला तपाईँहरूको इच्छा है म त लाइक गर्नु भन्दैन है साथीहरू सो आजको भ्लग चाहिँ यति मात्रै हो तपाईँहरूलाई कस्तो लाग्छ राम्रो नराम्रो हेरेकोमा धेरै धेरै धन्यवाद सो यसरी नै राम्रो भ्लग ल्याउने गर्छु तपाईँहरूलाई कस्तो लाग्छ लाइक सेयर गरिदिनुहोस् होला आजको चाहिँ यति नै हो है थुजे